कान्छी श्रीमतीले छोडेर गएको दुःख झेल्न नसकेका तिलक परियार। कोहलपुरका 28 वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला। विदेश जान्छु र जग्गा आधी कट्ठा जग्गा किन्छु म अनि घर हाल्छु अनि म आफ्नो लाइफमा टेक्छु आमा अनि भनेर भने हो भाइ छोरा तैँले राम्रो अनि बुद्धि निकालेर रहेछस् तेरो लागि घर एउटा केटी बनाएर तँलाई विवाह पनि गर्ने हाम्रो क्षमता छ हामीले गर्न सक्छौँ तैँले राम्रो ढङ्गसँग तैँले काम गर आफ्नो खुट्टामा उभि भनेर मैले त्यसलाई आशीर्वाद पनि दिएँ कि। बाँकेको कोहलपुर नगरपालिका 1 कौशिला नगरका 28 वर्षीय तिलक परियार आज बिहान आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिए। परिवार र छिमेकीहरू घटनास्थल पुगेको क्षण वातावरण एकदमै दुःखदायी बनेको थियो। बाटो घाटो भएको भन्थ्यो भने त यसले अब यो दुःख पाउँछ यसले कति दुःख पाउने हो त्यसलाई कसले हेर्छ। तिलकको जीवनका घाउहरू धेरै थिए। उनको जेठी श्रीमतीबाट जन्मिएकी छोरी पनि अपाङ्ग छिन्। छोरीको हेरचाह घर परिवारको जिम्मेवारी र भविष्यको चिन्तामा उनी निकै दबावमा थिए। यति मात्र होइन, उनका सबैभन्दा ठुलो आधार बनेकी कान्छी श्रीमती तिहार लगत्तै घर छाडेर हिँडेपछि तिलक मानसिक रूपमा अत्यन्तै आहत भएको परिवारजन बताउँछन्। परिवारका सदस्यका अनुसार तिलकले धेरै प्रयास गरे, सम्झाउन पनि खोजे, तर कान्छी श्रीमती नफर्किएपछि उनी भित्रभित्रै भत्किन थाले। उता तिलक केही दिनमा विदेश छुट्ने तयारीमा थिए। देशको माटो छोडेर भए पनि परिवारलाई उकासिन्छ भन्ने सपना बोकेका तिलक अन्ततः आफ्नै दुःखभित्र डुब्दैछन् भन्ने कसैले कल्पना गरेनन्। विदेश जान्छु र जग्गा आधी कट्ठा जग्गा किन्छु म अनि घर हाल्छु अनि म आफ्नो लाइफमा टेक्छु आमा अनि भनेर भने हो भाइ छोरा तैँले राम्रो अनि बुद्धि निकालेर रहेछस् तेरो लागि घर एउटा केटी बनाएर तँलाई विवाह पनि गर्ने हाम्रो क्षमता छ हामीले गर्न सक्छौँ तैँले राम्रो ढङ्गसँग तैँले काम गर आफ्नो खुट्टामा उभि भनेर मैले त्यसलाई आशीर्वाद पनि दिएँ कि। त्यहाँबाट गएर काठमाडौँ गएर पनि अब डक्टरी गरेछ यताउता सबै गरेछ ल अब खुसी भएर आएर अब तिम्रो आशीर्वादले म ऊ भए पास भए म अब जाने भए म कमाउने भएँ भनेर गप्रको खुट्टामा डुबेर मेरो बहिनीको छोरा हो जानलाई विदेश जानुभन्दा काठमाडौँबाट पास भएर आयो नि जो डक्टरी गरेर आयो अनि म पास भएँ अब जान पाउने भए कमाउन भनेर खुसी भएर मलाई ढोको र तिम्रो आशीर्वादले मलाई राम्रो गर्यो भनेर त्यसरी